昨日返してください。ってこれそんなに必要ならママに。おいお前らああ、てめえいい加減にしろよ。してんね。本当にありがとうございます。やっぱりねえ、君かっこいいね。向かっていくのは誰でもできることじゃない。探してたんだ。ぜひ君に。じゃあよく来たね。この人トップだったのか。チーム抜けるなんてできるわけねえ。だね。止めないんですか。もういいね君は。そして一度入ったからね。まあ3日後な。次は5万だ。金がねえならそうか。俺がもっと強ければ。こんなクソみたいなことしてる自分が。お前チームに入ったらなれなかった。どうしよう安西。どうしよう。誰が怪我しなくてよかった。すまんニレ君、起こしてしもたか。喧嘩が終わって帰るとこだよ。よかったです。ニレ君が一番無事や。まったくあんまり無茶しちゃダメだよ。助かったで。イエス。の心配しろよ。さくらさんは問題をきっちり解決して。俺一人で十分だって大口叩いたくせ、しまいには2年の奴らにケツになったのだって。あいつらがボロボロになった俺のせいだって言えよ。バカ言ってんじゃねえぞ。お前に感謝しかねえ。のせいでさくらのせいなわけねえだろ。スギちゃんも梅ちゃん。そんなに一人で抱え込まないで。そうだよさくらくん。特に俺とニレここから一緒に仕切り直そう。何がザワザワする。そうしちまったんだ俺は。になったんじゃねえかあいつらも。さんは怖かったなあカジ。情報がないくらい新しいチームの割にあいつにあれだけの人数。梅宮さんこの店に。やっぱお前面白いな。あおう。それでなんで。本当に。いやこれ食え。おいいいのか。巻き込んでしまいました。んなこと言ったってにも迷惑かけたし。先輩は後輩。本当にすみません。いいから久しぶりです。その感じる余裕もなくなっちまう。でもさ不思議とうまく感じるんだよな。これからお前が一人じゃないって証だから。はい。さあほらねえ。ボロボロになったことに対してさくらさんが一人立ってるだけだ。大口叩いたくせに。聞いてからじゃないか。そいつらのことが。おいおいおいタオルください。聞いてどう思った。あいつは強くなるな。だから戻ってこいや。カツあげたぞカツ。おい土。バカじゃないの。あんたの名前まだ。約束守っただけだ。ったく何負けてんだよクソが。1年とか言ったっけ。
それにキールはここでおしめ好き勝手やりやがったせいで中身が腐りほんと俺人見る目ボトだ。ああそうだ、あばよキールगाइस सबैलाई वेलकम छ भिडियोमा। म चाहिँ आज सन्दीप सर करण सरसँग चाहिँ आज भ्लगिङमा जाँदैछु होइन, रनिङ गर्दै 1 नम्बर चोरीमा। केटाहरूले चाहिँ रनिङ गर्ने भनेर सन्दीप सर पनि छ। भ्लग नबनाउने सन्दीप सर तिमी नबनाउने खै सन्दीप बोलेको छैन। करण सर भ्लग नबनाउने तिमी एमएलको नाम कस्तो राख्नु सक्छ? केटाहरू चाहिँ बोल्दैन होइन, खै के भयो ए मैले बुझेँ किन नाम बोलेको भन्दाखेरि केटाहरू चाहिँ यस्तै हुन्छ नि त, अब हो बुझ्नुपर्छ होइन। यो भएर हो नि त होइन। खासमा चाहिँ अब चाहिँ हाँस्छ केटाहरू होइन, पुरा हाँस्नु थाल्यो। यस्तै हो ल, तलतिर भेटौँ न। म अब भ्लग बनाउँदै जान्छु होइन, यस्तै हो। 1 नम्बर चोरीमा पुरा रनिङ हान्ने। आज सन्दीप सरले रनिङ हान्छ भनेर आइरहेछ आज होइन। ए त्यो कहिले काहीँ भिडियो बनाउनु आउनुहुन्छ हौ यहाँ त होइन, कहिले काहीँ आउनुहुन्छ हौ भिडियो बनाउनु। मलाई पनि थाहा भएन, हाम्रो सन्दीप सरले सोध्दैछ यहाँको हाम्रो भाइरल टिकटकर दिदीले दाइ कहाँ बस्नुहुन्छ, मलाई थाहा भएन। पुरा ब्लगर भिडियोमा जाउनु भयो थियो। यो चाहिँ हाम्रो टेन्टन हो। सरले चाहिँ मिमिक्री हान्दैछ होइन। हाम्रो चाहिँ पछिपट्टि हिँड्दै चाहिँ भिडियोपट्टि छ होइन। यहाँ चाहिँ यसो छ होइन भ्यू टेन्टनको। मैले चाहिँ भिडियो धेरै नहालेर मेरो च्यानल चाहिँ लास्ट डाउन गरेको छैन। आज चाहिँ मैले के गर्नै पर्छ यस्तो भिडियोमा हाल्नुलाई, मान्छेहरू यहाँ खोज्नै पर्छ होला। मैले सब्सक्राइब गरिदिनु भने मैले बास्केट चोरीमा चाहिँ भेट्छु नि त्यस्तो मान्छेहरू चाहिँ इन्डिकेट गर्नु खोजेको होइन। मान्छेहरू मैले देखेँ भने यसो सब्सक्राइब गरिदिनु भन्नु लगाइदिन्छु होइन। सन्दीप न भ्लग नबनाउने आज किन हो? सन्दीप चाहिँ भ्लग बनाउँदैन अरे, के छैन म बनाउँछु। कहिलेकाहीँ यस्तै हुन्छ होइन, कहिलेकाहीँ एक्लै बनाउनुपर्छ, बानी बसाउनु पर्ने हो, त्यही हो। ल आजको प्लान चाहिँ मेरो 6 राउन्ड 7 राउन्ड 10 राउन्ड हान्नु पर्ने हो होइन, 1 नम्बरमा गएर। सो गाइस अहिले हामी गाइनोटीतिर छौँ होइन। अब चाहिँ यहाँबाट हामी त्यो मुनिको जाली झर न, अब यहाँदेखि चाहिँ हामी मुनि जान्छौँ होइन। 1 नम्बर चोरी आयो यस्तो छ होइन गाइनोटी चाहिँ। हामी निस्किसक्यौँ यहाँबाट। मेरो चाहिँ च्यानल एकदमै डाउन भएको छ होइन, किनकि अब मैले पनि धेरै केयरलेस गरेँ भिडियो हाल्नु छोडेर होला। त्यो केयरलेस चाहिँ मैले सन्दीपले पनि केयरलेस गरेको त हो। सन्दीप सरको च्यानल त दामी गएर छ नि, मेरो पो अब लास्ट डुबिरहेछ फाँक भनेर च्यानलले। मैले अहिले तर धेरै कुरा अब सोचेको छुइनँ होइन, त्यही च्यानलको बारेमा टाइम पनि दिनु हुँदैन। च्यानल भने पछि गर्दा हुन्छ, त्यही तर अब साइड बेसिसमा चाहिँ मैले गर्नै पऱ्यो भने सोचेँ। त्यसलाई आज केटाहरू पनि टक्क आइदियो रनिङ गर्नु जाऊँ भनेर, सन्दीप र करण अब रनिङ गर्नु जाँदैछौँ 1 नम्बर होइन। यहाँ चाहिँ बेलुका त यहाँ नघुमौँ, बेलुका चाहिँ अहिले चाहिँ घुमेको राम्रो, बेलुका चाहिँ भयो। यहाँ चाहिँ टावर छ होइन, हाम्रो टावर पहिलेदेखिको 1 2 3 4 6 तले टावर होला, 6 तले नै ठुलो। भर्खर 5:30 रहेछ। सन्दीप चाहिँ लाउरे लाग्ने अरे, त्यसलाई नि आइरहेछ रनिङ हान्नु होइन। अब जानुहुन्छ त भ्याउँछ मजाले। अब यहाँबाट त्यसरी घुमेर जान्छौँ होइन, यसरी घुमेर ल दामी छैन यहाँ गोवा क्याम्पभित्रको ठाउँ चाहिँ। तपाईँहरू आएर घुम्दा नि हुन्छ, रनिङ गर्नु नि आएर राम्रो छ ठाउँ। तपाईँहरूलाई गोवा क्याम्प अझै म देखाउँछु नि। म त यहीँ त बस्ने हो तलतिर, केटाहरू चाहिँ बाहिरबाट आज आइरहेछ, त्यसलाई पनि हो यस्तो घुमिदिउँ भनेर। त्यो चाहिँ हाम्रो गाइनोटी क्वार्टरहरू, डक्टरहरू बस्छ। 60 मिटर त कति हुँदैन साथी, 60 मिटर कति नै हुँदैन त, कसले बेच्यो कति पनि हुँदैन 60 मिटर। यहाँदेखि त बाइकसँग मात्रै हो 60 मिटर। बनाउनु सकिन्छ, बनाउनु पऱ्यो। हुन्छ सो गाइस अहिले चाहिँ हामी 1 नम्बर चौरी छेउ आइपुगिसक्यौँ होइन। सन्दीप पनि रिसाइरहेछ हामीसँग, पानी बेर देखायो भनेर खालिने छ। पर चाहिँ बल खेल्दैछ गाईहरू होइन।
सन्दीपहरू यहाँ छ पढ्नु पनि थालिसक्यो म पनि कुद्नु थाल्छु होइन त्यो रनिङ गर्न आएको छु होइन त्यसलाई भरे चाहिँ बेलुका बेलुकातिर म स्लिप भर्दै आउँछु होला अहिले म रनिङ गर्छु होइन सन्दीप कति राउन्ड हाने सर आज तिमी भन्दै रहेछ मैले सक्यो भने 10 पनि सक्यो भने 5 हान्छु लगातार 10 हान्ने कस्तो लगातार 10 म 5 हान्छु अनि के हुन्छ सक्यो भने म हिँड्ने चाहिँ म हिँड्दिनँ तर जस्ट यतिको जगिङ मैले गएको बेला हामी ल भरे भेटौँ है सर्ट भ्लग हो होइन नरिसाइदिनु होला सन्दीप अगाडि कुद्नु नि त म देखाइदिन्छु ल नकुद्ने ल रनिङ हालेर आइसक्यौँ होइन अगाडि चाहिँ पत्तिर बस्छ सन्दीप यहाँ त्यसमै बस्छ होइन छोरी चाहिँ खाली भइसक्यो मोमो भान्छु हामी एकछिन होइन उसले 5 राउन्ड मैले चाहिँ 4 राउन्ड लगातार हाने 2 राउन्ड हिँडेँ भने 5 उसले चाहिँ 5 राउन्डै भ्यायो होइन केटो चाहिँ लाउरे लाग्ने रहेछ बोलायो कहाँ कता गयो बल कहाँ फाल्दियो मैले रिसाइदिनु होला बल खेल्नु आउँदैन होइन अब गाउँमा भालिन्छ एकछिन गाउँमा भाल्ने त्यसपछि जाने भयो पनि सन्दीप चाहिँ कुद्दैछ होइन अब चाहिँ हामी निस्किसक्यौँ होइन 3 जना रनिङ हालेर सन्दीप चाहिँ अगाडि छ होइन मेरो छोपिरहेको सरी है सन्दीप चाहिँ पसिना पसिना मेरो होइन सो आजको भ्लग चाहिँ यति नै हो सानो मिठो होइन मिठो त छैन होला तर पनि यसो तपाईँहरूलाई चाहिँ अब भिडियो हालिदिनु भनेर हुन्छ होला त्यसलाई म चाहिँ आज हालिदिरहेको छु होइन रनिङ चाहिँ एकदमै गऱ्यो होइन पसिना त्यो ढाल्नु नचिने ल मन जाऊ है ल गुड नाइट है ल पढ्नसँगै जाऊ है ल ल अब हामीले छुट्टी भयो 3 जना छुट्टी हो साढे आउँछ नि शनिबार भ्लग लिएर ल लाइक सब्स्क्राइब गरिदिनु दाइको च्यानल सब्स्क्राइब गरिदिनु स्वकर्मलाई सब्स्क्राइब गरिदिनुस् सो गाइज मजाले निस्किसकेँ होइन भ्लग बनाउन आज नयाँ दिन होइन मेरो भ्लग बनाउने दिन पनि आइसक्यो अब छुट्टी भएर होइन सन्दीप सर म चाहिँ उसको पेन सार्नु जाँदैछौँ होइन पेन देखाइदिउँ पैसा देखाउँदैछ युट्युबको कमाइ भयो त युट्युबको कमाइ आज ह्याप्पी छ सरले चाहिँ मलाई खुवाउँछ अरे आज के अरे जुक्स खुवाउने मलाई फेन्डा फेन्डा फेन्टा होइन सबै थुक्पा अरू त्यो अब थुक्पा त सम्झिने जस्ट कोक चाहिँ खुवाउँछु कोक चाहिँ खुवाउँछ अरे 1 बोतल ल ठिक छ भेटौँ न त बजारमै मेरो धेरै दिनपछि भ्लग आएको छ होइन मैले धेरै समयको लागि हालेको थिएँ 600 पिन हो हेर्दै यहाँ नयाँ छ पिन त साटिहाल्छ नि पेन फेरि साट्दैन भने फेरि यस्तो कसरी त्यहाँ दोकानमा म सबै किकमा हानेर भएको कसम ढाँटेर सबै भत्कै 1000 रुपियाँ त्यतिकै किन्छ सस्तो हो 1000 रुपियाँ किन्छ कमाउनु किन्छ कति दिन लाग्छ कति दिनपछि साट्नु भयो तिमी चाहिँ पेन म 11 दिनपछि गएको 11 दिन साटिहाल्छ नि मजाले साट्नु पर्ने हो फेरि साटेन भने फेरि त्यसको पसल त्यहाँबाट उठ्छ त्यसो चाहिँ गर्दैन है जिस्केको यहाँ भिडियोमा चाहिँ त्यसो छैन हाम्रो सर ज्ञानी छ पुरा ढोकेरै साट्छ कि त्यसो चाहिँ गर्दैन है सर त ज्ञानी हो नि सो गाइज म र सन्दीप चाहिँ अहिले महेन्द्र क्याम्पस आइपुगिसक्यौँ होइन बजार अब कति पनि टाढो छैन अब मेरो चाहिँ बोक्ने काम आयो उसको पेन होइन जुक्सले चाहिँ आज मोजा किनेर पेन साटेर उसले चाहिँ होइन सर भन म के म बनाउँदिनँ म चाहिँ अब यही हो होइन एकछिन देखाउन त्यो हो महेन्द्र क्याम्पस होइन अब भ्लग पनि धेरै भएको छ नहालेको मैले नरिसाइदिनु होला होइन तपाईँहरू अब यही हो होइन एक्जामले गर्दा मैले पनि भ्लग हाल्नु पाएको थिइनँ सन्दीप चाहिँ यहाँ छ होइन म यहाँ छु केटीहरू छ अरे अलिक कराते खेल्ने जिस्काउने अरे हाम्रो सरले चाहिँ होइन यो चाहिँ हाम्रो टिटी खेल्ने ठाउँ हो होइन यहाँ चाहिँ टिटी खेल्छ होइन उज्जवल भाइ आयो भाइ आउन भाइ सब्सक्राइब गरिदिनु भन त भाइ के साल सब्सक्राइब गरिदिनु भन न भाइ सब्सक्राइब चाहिँ गरिदिनु होला ल मैले सब्जी मन्डी निस्क्यौँ होइन हामी त्यो अब अहिलेको माछा फार्म होइन ल तपाईँहरू सब्जी मन्डी देखाउँछु नि है तपाईँहरूलाई त्यहाँ प्लास्टिक भिडियो छ आज होइन सो गाइज हाम्रो धरानको सब्जी मन्डी यस्तो छ होइन
सब्जी मन्डीबाट चाहिँ म र सन्दीप सर निस्किँदैछौँ होइन बाले भएन अब हाँस्दैछ एकजना म देख्दैछु होइन आन्टीले निस्क्यो होइन सब्जी मन्डीबाट यहाँ चाहिँ झोलाहरू छ किन्न सक्नुहुन्छ होइन सन्दीप सर चाहिँ अगाडि छ मेरो होइन म यहाँ छु होइन सब्जी मन्डी तल्लोपट्टि म सब्जी मन्डीको माथि छु भान्चोक आउन आँटी म तपाईँलाई भान्चोकमा देखाउँछु नि यो चाहिँ हाम्रो दोकानहरू हो सब्जी मन्डीको साइडको ए सन्दीप सर घडी हेरिदिउँ न ल आज घडी चाहिँ ल हेर्न यसो छ यहाँको होइन ल अब भिडबाट चाहिँ निस्किन आँट्यौँ होइन हामी अब यहाँ चाहिँ घडी हेर्ने हो कुन कुन आएको छ होइन घडीहरू हेरिदिउँ है यहाँ कस्तो कस्तो आएको छ यस्तो यस्तो घडी आएको छ यो चाहिँ राम्रो रहेछ होइन एउटा त्यति पनि राम्रो ठिक्कको रहेछ हेर्दैछु त नि यहाँ यस्तो स्ट्यापहरू छ घडीहरू चाहिँ राम्रै छ होइन म आइराख्ने दोकान हो आइदिनु होला आइराख्ने दोकान हो म चाहिँ यहाँ घडी अङ्कलहरूको चाहिँ छुर्पीहरू पनि किन्नु सक्नुहुन्छ यहाँ मेरो घडी त बिग्रेको छैन घडीहरू चाहिँ राम्रो आएको रहेछ यहाँ चाहिँ लास्टै काम गर्नुहुन्छ अङ्कलहरू त्यही भान्चोकमा भेटौँ है भान्चोकमा यहाँ अलिक लास्टै भिड्छ गाली पनि खान सक्छु भने मैले सो घडीहरू आइसक्यौँ भने हामी सन्दीप सर मुनि गयो म कहाँ गयो सन्दीप यता किनभने घन्टा घर दिएपछि नि म तपाईँहरूलाई अहिलेको घन्टा घर पर्खिनु है चिया बिस्कुटले चाहिँ त बुझ्छ घन्टा घर जस्तो छ हाम्रो होइन भानुभक्त घन्टा घरको साइडमा उयो पनि छ त साइनहरू गर्ने क्या कस्तो साइनर छ त्यहाँ त्यो साइनहरू माथि 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 यहाँ चाहिँ यस्तो भिड हुन्छ होइन मान्छे लगाउनुलाई घन्टाघर चाहिँ हो होइन सर हाम्रो अब घन्टाघर चाहिँ आउँछु मैले होइन पछि अहिले टाइम छैन होइन आउने टाइम भन्दा नि के गर्नु बिजोग छ आफ्नो त म त सन्दीप सरले बोलाएर आएको पेन साट्नु होइन मै बोकिरहेको छु ल अब बोक भ्लगिङ हुन्छ गरिस त्यति होइन मैले देखिनँ यहाँको अङ्कलहरूले चाहिँ भान्चोकमा आएर भान्चोक पुऱ्याइदिने भन्नुहुन्छ होइन त्यो चाहिँ मलाई हाँस उठ्छ होइन अङ्कलहरूले अस्ति म आउँदा नि भनिराख्नु भयो त एउटा अङ्कलले भान्चोक जाने भाइ भनेर भान्चोकमै हुँदाखेरि ल यति नै हो मैले काटेको यहाँ लास्टै भिड छ होइन पकाएर म भिडियो सन्दीपले फेरि भिडियोहरू माथिबाट जाऊँ ल अब यहाँबाट छिर्यौँ होइन तपाईँहरूलाई म देख्छु नि ज्याकेटहरू यस्तो छ होइन धनको ज्याकेटहरू बवाल छ होइन मलाई सोच्छ यो ज्याकेटले फाइनली हाम्रो चाहिँ अहिले धरनको भाइरल आन्टीको पसल सिन पसल के होइन खोइ के छ सुने कि के छ एउटा बाटो छ त्यो आन्टी आमा छोरा एकदमै भाइरल हो हामी आन्टीको दोकान पनि हामीले आन्टीलाई देख्यौँ भने चाहिँ हामी छिर्छौँ होला अनि देखिनौँ भने चाहिँ हामी छिर्ने छैन किनकि अङ्कल पनि भाइरल त हुन्छ सबैले हेर्नुहुँदो रहेछ होइन भ्लग बनाउँदा चाहिँ मलाई चाहिँ ओभर अप्ठ्यारो लागिरहेछ तर नि केही छैन यहीँबाट सिक्ने हो भनेर होइन यहाँ चाहिँ आउँछ त्यस्तो दोकानहरू भान्चोकमा आएर जे पनि किन्नु सक्नुहुन्छ तपाईँहरू होइन देख्दै हुन्छ यहाँ के छ भन न सर भ्लग बनाएरै जिन्दगी चल्दैछ आफ्नो चाहिँ होइन पैसा चाहिँ कमाउँदिनँ यत्तिकै हो जुन चाहिँ यस्तो छ होइन मारुतिमा चाहिँ तपाईँहरू जहिले नै आउनु सक्नुहुन्छ म चाहिँ अहिले यहाँ बसिरहेको छु होइन रोड केटापट्टि सन्दीप सर भित्र छ होइन मुजा किन्दैछ उसले चाहिँ बाजेहरू हो होइन यहाँ चाहिँ म आइरहेको छु होइन यहाँ चाहिँ बाजेले के बेहुली पनि भेट्नुभएको छ देखाउँथेँ तर के गर्नु गाली खान सक्छु होइन मैले प्यारेन्ट्सहरूसँग पनि छुइनँ साथी र म होइन त्यो साह्रो फटा काम पनि नगरौँ गाली खान सकिन्छ त्यही हो धरानको भ्यूमा तपाईँलाई देखाउँछु नि यहाँ अगाडि अङ्कलहरू चाहिँ गफ गर्दै हुन्छ होइन म चाहिँ बसिरहेको छु यहाँ त्यस्तो छ सन्दीप सर फेरि मोजा किन्दैछ बाजेहरू यहाँ चाहिँ बोल्दा मलाई ठिक लाग्छ किनकि यहाँको बाजेहरू राम्रो हुनुहुन्छ त्यस्तो आफ्नै धुनमा बस्नुहुन्छ होइन मान्छेहरू जानुहुन्छ यहाँ बाटोमा नि बस्नु भएन होइन के छैन मलाई चाहिँ आन्टीले हेर्नु भयो सानो छोरा बोल्यो नराम्रो बोल्यो जस्तो लाग्यो होला आन्टीलाई त जो चाहिँ होइन म चाहिँ त्यस्तो बोल्दिनँ मलाई पनि अप्ठ्यारो हुन्छ नि त
यसरी बोल्नु टाको त्यही बाटो फर्किँदैछु म र सन्दीप सर होइन म टाइम ल्याप्स गरेर फेरि तपाईँहरूलाई देखाउँछु नि उल्टै हिँडेको यहाँ चाहिँ यसो छ धरानको भ्यू होइन दामी छ धरान आइदिनु होला तिम्रो सहर साह्रै धरानको भ्यू यस्तो छ होइन म चाहिँ हिँड्दैछु यसरी गराउनु गर म यता गर्छु कस्तो अप्ठ्यारो भयो तिमीलाई के हुँदैन भाइ बच्चा बाल्यो भने यहाँ चाहिँ मेदी दिदीहरू हुन्छ होइन पुलिसको दिदीहरू पर पाउँछ सब्जी मन्डीमा सब्जीहरू सुन्तलाहरू यहाँ छ होइन अहिले किन बाजी पनि हुन्छ बाजी हेरिनु अङ्गुरहरू पनि छ यहाँ हजुर मलाई चाहिएको छान्नु आउँछ लु 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 गरिदिन्छु अनि अनि यो चाहिँ 20 रुपैयाँ किलो सन्दीप सरले चाहिँ आज होइन 1 किलो आलु किनेको छ होइन 4 किलो किनेको केटोले होइन लु लु म बोकिदिन्छु सन्दीप सरले चाहिँ सब्जी किनेर निस्किसक्यो म पनि सन्दीप सरसँग निस्किसकेँ उसले चाहिँ 4 किलो आलु टमाटर प्याजहरू किनेर हिँडिरहेछ होइन त्यो लास्ट काले देखायो त्यो क्यामेराले त यार हामी चाहिँ सेन्टअप भएर यहाँ डुल्दैछौँ होइन के छैन भाइहरू चाहिँ मेलेन गएको छैन हाम्रो भाइहरू चाहिँ म चाहिँ आलु बोकिरहेको छु केही छैन दामी भ्यू छ धरानको हावा आउँदैछ शीतल होइन यहाँ छ ल गाइज अब म र सन्दीप सरले छुट्टिने बेला भयो होइन के गर्नु सर यस्तै पर्यो होइन मलाई सघायो यत्रो सामान आम्मामा भरे खिचेर थम्नेल हाल्यो थम्नेल है ल ल सर ल म सबैलाई गुड नाइट ल जुक्स होइन हतारमा चाहिँ लु ल लाइक सब्स्क्राइब गरिदिनु दाइको च्यानल सब्स्क्राइब गरिदिनु सुवाकर्मालाई सब्स्क्राइब गरिदिनुस् सो गाइज म चाहिँ निस्किसकेँ होइन भ्लग बनाउन आज नयाँ दिन होइन मेरो भ्लग बनाउने दिन पनि आइसक्यो अब छुट्टी भएर होइन सन्दीप सर र म चाहिँ उसको पेन सार्नु जाँदैछौँ होइन पेन देखाइदिनु पैसा देखाउँदैछ युट्युबको कमाइ आज ह्याप्पी छ सरले चाहिँ मलाई फर्छ अरे आज के अरे जुक्स भन्यो होला फेन्टा होइन सबै थुप्पा अरू त्यो अब थुप्पा त सम्झिने जस्ट कोक चाहिँ खुवाउँछु कोक चाहिँ खुवाउँछ अरे 1 बोतल ल ठिक छ भेटौँ न त बजारमै मेरो धेरै दिनपछि भ्लग आएको छ होइन मैले धेरै समयको लागि हालेको थिएँ सबै पिन हेर्ने नुहाइ छ पिन त साटिहाल्छ नि पेन भिडी साटेन भने यस्तो कसै त्यहाँ दोकानमा म सबै किकमा हानेर भएको कसम ढाँट्यो सबै भत्कै 1000 रुपियाँ त्यतिकै किन्छ सस्तो हो 1000 रुपियाँ किन्छ कमाउनु किन्छ कति दिन लाग्छ कति दिनपछि साट्नु भयो तिमी चाहिँ पेन म 11 दिन पछि गएको 11 दिन साटिहाल्छ नि मजाले साट्नु पर्ने हो भिज साटेन भने भिज त्यसको पसल त्यहाँबाट उठ्छ